स्त्री मुभी हेर्नुभएको छ। स्त्री मुभीमा देखाइएको गोस्ट स्त्री आज हामी चाहिँ त्यसैको अर्बन लेजेन्डको बारेमा जान्नेछौँ। स्त्री भनिन्छ 1990s मा कर्नाटकाको गाउँमा धेरै मान्छेहरू डरमा बाँचिरहेका थिए, किनभने रातिको बेला त्यहाँ चाहिँ एकजना महिला आएर उनीहरूको ढोका ढकढकाउने गर्थिन्। उसले चाहिँ उसकै फ्यामिलीको मेम्बर जो घरदेखि बाहिर छ या मरिसकेछ उनीहरूको आवाज निकालेर चाहिँ ढोका ढकढकाएर म हुँ, मेरो लागि ढोका खोल्नुहोस् भनेर यस्तो भन्ने गर्थ्यो होइन। यदि कसैले गल्तीले त्यो ढोका खोल्यो भनेपछि त्यो घरमा कोही बौलाने, कोहीको मृत्यु हुने त्यस्तो भइरहेको थियो होइन। सो तिनीहरूले धेरै ट्राई गरे, यताउता त्यो बोलाउँछ नि प्रिस्टहरू, यताउता पूजापाठ गराउने, यताउता सबै गर्दाखेरि पनि त्यो केही नै सोल्युसन निस्किरहेको थिएन। तब तिनीहरूले अचानक एउटा आइडिया निकाले कि हामी ढोकाको बाहिर उनीहरूले चाहिँ नालेबा लेख्न थाले। त्यसको मतलब हुन्छ कलाना। सो दे युज टु राइट द्याट होइन। तिनीहरूले त्यसरी ठुलो ठुलो अक्षरमा नालेबा यसरी लेख्न थाले। अनि त्यसपछि भनिन्छ कि स्त्री चाहिँ त्यो आउँथ्यो अनि कलाना लेखेको देखेर ऊ चाहिँ फर्केर जाने, फेरि नेक्स्ट डे आउने, फेरि कलाना। सो यसरी तिनीहरू भिलेजर्सहरू चाहिँ त्योबाट त्यो जो पनि भूत या आत्मा जे पनि थियो त्यो स्त्रीबाट बच्न थाले होइन। त्यसरी त्यो आइडिया निकालेका थिए तिनीहरूले। अनि त्यहीलाई चाहिँ इन्सपायर भएर चाहिँ तपाईँहरूको स्त्री मुभी बनाएको हो। दिस इज द अर्बन लेजेन्ड अफ नालेबा फ्रम कर्नाटका। यस्तै गरेर म भिडियोहरू बनाइरहेको हुन्छु जहाँ म सर्टमा अर्बन लेजेन्डहरू हजुरहरूको लागि एक्सप्लेन गर्ने गर्छु। तपाईँहरूलाई कुनै अर्बन लेजेन्डहरूको बारेमा जान्नु मन छ भने तपाईँले मलाई कमेन्ट गर्न सक्नुहुन्छ। सो सी यू, बाई।